भयो केटा नि हेर त्यो पनि हेर्नु के हुनु न नमस्कार यति बेला चाहिँ हामी फिल्मको पब्लिसिटीको लागि निस्केका छौँ र कतिको तयारी छ फिल्मको लागि एकदमै तयारी हो अनि हजुरले चाहिँ मुभीमा दाइङलाई दाइलाई चाहिँ होइन दाइलाई चाहिँ डान्स कतिको सिकाउनु भयो फिल्ममा मैले चाहिँ सिकाउने मौका चाहिँ पाएन तर हेर्ने चाहिँ मौका पाएँ सुटमा कति दिनको सुट गर्नुभयो तपाईँ 15 दिन 20 दिन लागेर टोटल त 30 डेज त्यसको 30 डेज भनेको मेरो मात्र होइन न हजुरको मात्रै मेरो त होला कि 10 दिन होला 10-15 दिन हजुरको है हजुर तर म थ्रु आउट नै थिएँ अनि हजुरलाई चाहिँ कसले गाइड गर्नुभयो नि त्यहाँ मेन त हाम्रो डिरेक्टरले होइन गाइड गर्ने त कोही न कोही होला नि भनेको डाइरेक्टरले सिकाउने वर्कसपको लागि भोला सरले सिकाउनु भएको भोला सरले सिकाउनु भएको मलाई पनि उहाँले नि सिकाउनु भएको अब मेरो मुभी आउँदैछ नि त मेरो अब यससँग 5 वटा मुभी हुँदैछ अनि मेरो पहिलो मुभी चाहिँ जय साबु मुकिसा अस्ति भएको तपाईँ भएको थियो जेस अनि मेरो अहिलेसम्म मेरो 4-5 वटा मेरो पनि भइसक्यो होइन अनि हजुरको मुभीको बारेमा चाहिँ अडियन्सहरूलाई के भन्न चाहनुहुन्छ मुभीको बारेमा हाम्रो फिल्मको नाम रहेको छ मिजु ग्रामीण भेगको ड्राइभरको कथा छ तर धेरै लेयर्स छ फिल्ममा सो एकदमै म पनि एक्साइटेड छु हेर्नको लागि कस्तो भएको छ होला फिल्म भनेर अनि के कुराले दर्शकहरू हेर्न जान्छन् एकदम राम्रो यो मुभी चाहिँ माथि नै पिकअप हुन्छ जस्तो लाग्छ हजुरलाई के कुराले छुन्छ फिल्म हेरेपछि भन्नु होइन त्यो जेट कार्डको चाहिँ थाहा होला हाम्रो अडियन्सले किनकि सबैको हेर्ने पर्सपेक्टिभ डिफ्रेन्ट हुन्छ नि त कसैलाई के मनपर्छ कसैलाई के मनपर्छ सो होपफुल नै छु अडियन्सहरू चाहिँ निराश भएर चाहिँ जानुहुन्न भनेपछि तपाईँले फर्स्ट मुभी कुन हेर्नुभएको नेपाली शिव लामो पहिलो भयो मुभी याद चाहिँ शिव लामो भनेपछि भयो तपाईँको अब अन्तिममा लास्ट मुभी कुन हेर्नुभयो तपाईँ भनेको अहिले रिसेन्टली भनौँ न रिसेन्टली नेपाली मुभी नेपाली मुभी ए परालको आगो कुन हेर्नु तपाईँ कुनको सिटर हेर्नुभयो अफकोर्स हेर्नुभयो परालको आगोमा तपाईँलाई चाहिँ के कुराले छोयो होला नि अफकोर्स मलाई चाहिँ त्यस सेकेन्ड हाफतिर चाहिँ मलाई एकदमै त्यो मजा आइरहेको थियो फर्स्ट हाफमा त्यो इमोसनली धेरै थियो नि त तर सेकेन्ड हाफमा चाहिँ मजा आइरहेको भनेपछि तपाईँको अब हजुरको आउँदाखेरिको मुभी चाहिँ मुभिजु भन्ने छ होइन अब जेठका 8 गते होइन कतिको आत्तिनु भएको छ